सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। सो आज पनि म भर्खर ड्युटीबाट आएको। आज पनि म प्र्याङ्क गर्दैछु। सो हेर्नु होला कस्तो लाग्छ, लाइक सेयर कमेन्ट गरेर जानु होला अनि सब्सक्राइब जरुर गर्नु होला ताकि यस्तो यस्तो नयाँ नयाँ भिडियो हेर्नु होला। सो अब म क्यामेरा गरिदिन्छु सेट, त्यसपछि हेर्नु होला के हुन्छ कस्तो हुन्छ मिल्छ। चलिए सुरु करते हैं। रुको जरा सबर करो, बोला धक्का बुक्की नहीं कर। चिल्ला थियो पैसा आयो ठिकै भयो राम्रै भयो काट त थाहा बुझिस् कहाँका पैसा हो त्यति खोइ त ल्याइस ल्याउ त कहाँका पैसा के हाल्यो पैसा बाइक बेचेको बाइक बेचेको रे बाइक बेचेको किन बाइक बेचिस् त फोन किन्नलाई फोन किन्नलाई बाइक बेच्छ हजुरलाई भनेको थियो फोन ल्याइदिनु भनेर ल्याइदिनु न। मैले त तँलाई अर्को फोन दिएको थिएँ नि त मैले ह्याङ हुन्छ त फेरि ह्याङ हुन्छ भनेर बाइक बेच नि ल मेरो बाइक खुर्क मेरो बाइक लिएर आइज ल मलाई यिनी पैसा चाहियो म फोन ह्याङ हुन्छ होइन मलाई खुर्क बाइक चाहियो ल मलाई बाइक चाहियो मैले अरू केही जान्दिनँ म त यस्तो त मान्दिनँ बाबु यस्तो मैले कति दुःखले बाइक किनेको थाहा छ कहाँबाट ल्याउँ त ह्याङ भइसक्यो त कहाँबाट ल्याउँ जहाँबाट बेचिस् उहीबाट लिएर आइज बाइक केको पैसा हो र अहिले के गर्ने बेचेको जस्तो तँलाई मैले एउटा फोन दिएको थिएँ दिएको थिइनँ ह्याङ हुन्थ्यो त फेरि तनखा आएर बाइक ल्याउन फोन ल्याउन भनेको मैले तनखा हुन्छ त रोकिन सक्दिस् नि तैँले भर्खरै तैँले सोध्नु सोधिल किन बाइक बेचेर ऊ फोन ल्यायो भनिस् त खोइ त फोन बाइकको पैसा पैसा दिएर आसु फोन भनिदिएर आउँछ पैसा दिएर त्यो बाइकको पैसा ऊ लिएर आइज फेरि टाउको साउको फोरिदिन्छु मैले पता नै दिमाग के भन्छ त्यति दुःख गरेर त्यति उ गरेर कसो कसो गरेर छोराछोरीलाई यता त्यता गरुला भन्नु मैले त्यसरी बाइक लिएर आएर त ल गएको त ल बाइक बेचेर मोबाइल चाहियो र ठुलो फेरि खालोस् फेरि मलाई खुर्क त बाइक लिएर ल बाइक लिएर ल ल ल तँ पैसा चाहिन्छ पैसा देऊ ल ल ल जहाँ बेचेको होइन यो पैसा होइन त अहिले बाइक मलाई 3000 बेचिस् 3000 मा होइन क कतिमा त 23000 मा तो 23000 को बाइक नहीं 60-70,000 को फोन तो गाडी यो 3000 मा बेच्ने 23000 मा बेचेको 23000 को गाडी हो 80000 मा ल्याएको 23000 को त्यत्रो पैसा कि मलाई 80000 चाहिँ कि मेरो बाइक भर्खर लिएर आइज तँलाई फोनको के जरुरी थियो त भर्खर ह्याङ हुन्थ्यो त फेरि मैले एउटा फोन दिएको थिएँ नि त मैले यसलाई एउटा फोन दिएको थिएँ त्यो फोन कहाँ हो अब के ल्याइदियो त खुट्टाले खुट्टा सुट्टा आफूलाई ल्याएको हो हामीले फेरि व्हिल चेयर ल्याइदिनु ल फेरि उ गरौँला कुरुको मेरो बाइक लिएर आइज भनेपछि मैले कुरुको बाइक लिएर आइज का यहाँ ध्यान ध्यान त गणेश हेर्न बस्का ध्यान त गणेश हेर्न बस्का कुरुक त्यो जहाँ बेचेको त्यहाँबाट मलाई बाइक चाहियो भाइ मैले अरू केही पनि जान्दिनँ नत्र मैले आज सुत्ने दिन्न मैले बाहिर पास गराइदिनु मेरो बाइक नआउँछ यो पैसा अलग यहाँ हुँदैन यो पैसा जो चल्दिएको उसैलाई उसै छिमबाट बाइक लिएर आइज होइन भने फेरि तेरो मैले के हाल गराइदिन्छु बेच्यो त के मलाई भर्खर मेरो बाइक चाहियो बेचे त बेच्यो अब हामीलाई पनि बेच हामीलाई बेच यो त सम्पत्ति बेच्दै सब कुछ कर त्यहाँबाट खरानी घसारेर खुर्क तँ मेरो बाइक ल्याएर बेचे त बेचे तँलाई मैले बाइक बेच्नु भनेर ल्याइदिएको के गर्ने र त तेल खान्छ त्यसले जहिले अनि के त उसले हावा हान्ने हो तेल खान्छ फेरि म्याच तैँले त खाना खान्छस् को खायो हुन्छ फेरि म्याच यत्रो यत्रोबाट झट्टमा फेरि घुचुक छुचुक फेरि त अहिले दुईवटा आइफोन देखाउनु जरी खानुहोस् फेरि खुर्का तँ मेरो बाइक लिएर आइज ल जुरुक्क हुर्का ल जा मैले भनेछु मैले दिमाग नखराब गरेको तर मेरो दिमाग धेरै खराब नगर्ने काम गरेको त हिजो अस्ति पनि त मेरो दिमाग खराब गरिदिएछस् म शान्ति बस्छु भनेर शान्ति बसेछु मलाई मेरो
दिमाग नखराब गरिदियो खुरुक्क गएर जहाँबाट बेचेको त्यहाँबाट लिएर आएछ छोरा फेरि बेकार मैले पिटेँ भने अलिक बेसी नराम्रो तरिकाले पिट्ने मान्छे मैले सुस्त पिट्न अलि जान्दिनँ फेरि त झन् बेकार हुन्छ कि ल जाऊ छोरा ल जाऊ यत्रो बढी भएको छोरा र मलाई हात उठाउन अलिक ठिक लाग्दैन फेरि हात उठायो भने अलिक नराम्रो हुन्छ मैले काँड ल्याएर फेरि किन बेचेको कस्तो फोन ल्याउनुको लागि बेचेको हो ल फोन तल मैले फोन दिएको केही न अब हिँड्छ हावामा फरार दिएको केही न बाइक लिएर आइज अब बस त भोलि बाइक लिएर आइज भनेछु त्यति फोनले फोन मैले तनखा बुझेर मैले फोन ल्याइदिउँला भनेको तनखा बुझेर मैले जाउनु फोन चाहिन्छ छोरालाई मैले त्यही फोन ल्याइदिन्छु भनेर मैले तल अस्ति नैबाट मैले भनिरहेको छु स्यालेरी त आउनु दिनुपर्छ अहिले बाइक बेच नि ल बाइक बेच अब यो घर पनि बेच्दे यो घर बेच ल हामीलाई पनि उता कहाँ लगाएर राख्ने उता उ गरेर तले यत्रो फोन ल्याएर तले अब फोन साँचेर फेरि म्याच कति दुःख गरेर कति उ गरेर मैले बेच्यो त बेच्यो फेरि के भयो अहिले बेच्यो त बेच्यो मेरो बाइक भर्खर लिएर आइछ मैले नगाउनु पैसा यही हो पैसा सैसा मैले चारचो चेतेर न मैले यसो गरेर मैले फालिदिन्छु भने यो पैसा जहाँबाट सिटीबाट ल्याएँ होइन त्यसको फोन नम्बर दिएँ मैले त्यसलाई भर्खर गरेँ त्यसका के हाल गरेँ 23,000 पाउँछ त्यसले बाइक है यो पैसाको किमत बुझ्नु छ हजुरले मैले सबै थाहा छ के मैले पैसा दिएको छैन चेपेर फाल्नु त फेरि यो त 3,000 को बाइक हो मेरो के मैले पैसा दिएको छैन मलाई पैसाको क्या आवश्यक छैन मलाई बाइक लिएर आइन्छ कुर्क भोलि मलाई काम छ कोही जाने भने ल भर्खर त बाइक बेचेर आएर फोन ल्याउने त्यस्तो पनि कोही कुरा हुन्छ बेच्यो त बेच्यो फेरि बेचे हाम्रो चुतिया बनाएर हुन्छ बेचे त बेचे कसरी बेचेको बेचे गएर बाइक दे पैसा ले बेच दे कुर्क लो हिँड कहाँ हो बाइक बेचेको बाबाआमाले जोडेको बेच्नु खुब सजिलो हुन्छ जोडा त अब कस्तो हुनेछ आफै कुर्क अब मेरो नयाँ बाइक ल्याएको काले कहाँबाट दिएले उ गरेछ ल उठ ल हिँड भने त बाइक कहाँ बेचेको तैँले कुर्क मलाई मेरो बाइक चाहियो मलाई यिनी पैसा चाहियो न बाइक भोलि बिहान त मलाई त कहीँ जानु छ बेच्नु त अब के गर्नु त अब कहाँ बेचेको के गर्ने कुरा अब हुन्छ के गर्नु त अब हामीलाई नि बेच्छ अब के मलाई गर्नु त मेरो बाइक त कता चाहिने मैले मान्दिनँ हजुर त्यसमा नाम लेखेको थियो मेरो बाइकमा भनेर नाम लेख्नु पर्छ त किनेको छ हामीले एउटा नाम लेख्नु उसको एन्जानी रजिस्टरीमा आएको केमा त बुझिहालिन्छ कसको नामबाट निक्लेको बाइक हजुर जानु न फेरि के गर्नु बोल्नु हर मलाई बिल पर्दैन मैले जो हामीले जोडेको बाइकमा सम्पत्तिमा नाम लेखेछ म नबोल्ने मेरो होइन यहाँ हक बन्दैन अनि किन बेचिस् त बेचे भने हजुर जानु न उता फेरि बाइक आउँछ र अझ यसले के दुखेछ मलाई लो थियो कि अब बेच्नु त अब बाबुले जोड दिएको थियो र बेच्नु हजुरलाई पनि बेचिदिन्छु फेरि बाबुले त लिएको हो यही कहाँबाट अब हामीलाई बेच्ने अब बेच ल भोलि गएर बाबुले ल्याउनु मलाई बेच्ने रे छोराले खुरुक्क गरेर बाइक लिएर आऊ मलाई अरू केही पनि चाहिन्न मेरो बाइक चाहियो अरू केही एकदम छैन रेडी एकदम बाइकहरु काट्नु मैले बाइक लिए भनेछु मेरो बाइक छैन बाइक छैन खुरुक्क ल मेरो बाइक लिएर खुरुक्क मेरो बाइक लिएर आइज का मलाई बाइक चाहियो का मलाई यिनी पैसा चाहिएन कि मोबाइल त म आफै किनिदिन्छु भनेछु का त्यत्रो बढी बाइक त भोलि बिहान काम पर्छ यता त्यता जानुपर्छ सब कुछ गर्नुपर्छ तैँले किन यसरी किन मात्तिएछस् किन तेरो दिमाग खराब गरेछ र का खुरुक्क त बाइक लिएर आइज भनेछु मैले प्यारसित भनेछु का म ल्याउन हजुर के म बोक लाग्छ खुरुक्क घर लिएर म ल्याउँदै खुरुक्क घर मेरो बाइक लिएर आइज भनेछु मैले छैन बाइक छैन गयो बाइक अझ बोलेछस् खुरुक्क घर बाइक लिएर खुरुक्क गर्न जुर्को उठ का मलाई रिस नउठा का मलाई टाउको दुखिसकेछ का यहाँ खुरुक्क घर बाइक लिएर आइज का बाइक लिएर आइज भनेछु ल खुरुक्क जुर्को उठेर जहाँ बेचेको त्यहाँ त गइसक्यो त बाइक कार्ड लिएर कसरी गयो मैले कति दुखाले किनेको कति दुखाले किनेको बाइक हो कति दुखाले किनेको बाइक हो हुन्छ र के रे यसले किन लापरवाही गरेछ गर्छ आउँछ र यो बदमासीले ए के कामले बेचेछ यसले बाइक कर्को मलाई मेरो बाइक चाहियो मैले अरू केही चाहियो मलाई बाइक चाहियो जहिले हामी होइन मैले त्यस्तो गरेर छाती फर्काएर आउँछु मैले
मैले त किन भने अझ यस्तो गरौँ बाक्सले यस्तो गरौँ हिर्काउने भने झन् के हाल गराइदिन्छु मैले 2टा बाइक देखेर गराइदिन्छु मैले बड़ा हरामी हो बेटा कति दुःख लाग्यो दिमाग ठीक गरेर राख्नु न किन अझ बोलेछस् सुरुक्क गरेर नयाँ बाइक निकाल सुरुक्क बेचिस् नि हजुर जानु न के गानु बोल्नु खरै आएर मेरो बाइक चाहिँ छोरो हैनस् मेरो खुरुक्क मलाई बाइक लिएर आइदिनु। मैले आउन त सिधै कुरो हो बाइक फेरि बढी नबोल मैले भन्नेछु बढी नबोल बिल्कुल गएर खुरुक्क मेरो बाइक लिएर आइज बढी नबोल मलाई रिस उठ्यो भने मैले अझै हातले हाने होइन हातले हाने भने केटा फेरि बिजुली देख्छस् बिजुली बिजुली भन्ने थाहा चाहिँ छैन बिजुली केलाई भन्छ जब 404 भोल्टको न करेन्ट फेरि यिनीबाट फेरि पऱ्यो भने न फेरि त्यहाँ फेरि बल्ल बिजुली देखिन्छ आउँछ बाइक पनि आउँछ मोबाइल पनि आउँछ सबै आउँछ फेरि मैले भन्दैछु खुरुक्क गरेर बाइक लिएर आइन्छ म ल्याउन गइहाल ल कति बजेको टाइम ल यहाँ कति भयो ल 9 9:30 गरेछ 10:30 बजीसम्म टाइम छ ल खुरुक्क बाइक लिएर आइज मेरो दिमाग बिल्कुल नखराब त्यो बाइक आउँदै आउनु त फेरि गाडी ल्याउनु किन आउन्न गयो त कसरी गयो हिँडेर गयो कसरी गयो फेरि फेरि पुरै बाइक आउला फेरि मैले भनेको छु ल खुरुक्क लगेर ल जा छोरा म लन्डन जान्न ल खुरुक्क लगेर बाइक लिएर आइज छैन ड्याडी मलाई बात सिधै यही हो मैले बाइक बेच्दै 23,000 को बेचेको 20,000 को फोनले 20,000 को दिएर यिनी पनि बेच ल यिनी पनि बेच यहाँ के छन् ल यो पनि लगेर बेच्दिला ल यो पनि लगेर बेच खोइ त्यहाँ अरू के छन् म यहाँ तिनी पनि देऊ ल्याउनु हजुरको फोन ल्याउनु त्यो घर घर पनि यतिले बेच। किन्दिनु र त मलाई मेरो साइकल पनि छ त पनि लगेर बेच्दे बेचिदिन्छु मलाई मलाई पैसा आउँछ त मेरो साइकल पनि छ त पनि फोन बेच्दे ल्याएर दिएला भन्दाखेरि फोन ल्याएको छ भने त ठ्याम्म दिमाग भने चाहिँ के छोड्दिन छोड्न त मैले त देखा आपने लापरवाही का नतीजा है जति चाहिँ रिस उठाउँछ जति कुन दिन यस्ता गरेर न भ्याक्क गरेर हिचिएको हिर्काइदिन्छु न कहाँ बल्ल केटाको होस आउँछ त्यहाँभन्दा पहिला यसको होस आउने भएन छ मैले हेरिराखेको छु तमासा हेरिराखेको छु मैले यस्तो तरिका जब म आफ्नो आयो भने न फेरि बङ्गाएर छोरो न सोरो बङ्गाएर ओधारेर म फेरि यसो गरेर गाउँमा कौडा खेल्ने भन्छ म यस्तो खेल्छु फेरि यो के हुन्छ नि यसलाई गुच्चा कि बट्टा के भन्छ अब छोराले हाम्रो उँधो लान जन्मिएको भयो अर्को ल्याउनुलाई के गर्नु यो खत्तम पार्नु भयो खत्तम पार्नु अर्को भयो ल्याएर छुनै दिँदैन नि भाइ हामीले त बेचिदिन्छु अर्को पनि ए पुरै बेच्छ के त अब हामीलाई पनि बेच्छ हाम्रो पनि दाम काम गरेर आइन्छ ज्यादा दाम कोही छन् किन्ने हामीले बाउमा किन्ने नि होला नि यिनीहरू बेकार भयो अब मलाई फोन चाहियो भने हामीलाई पनि बेच्छ नयाँ बाबुआमा किन भएर खुरुक्क गएर ल जाउँ छोरा खुरुक्क म जानको ड्याडी सिधै कुरो हो मैले भन्दैछु म तँ जान्न होला किन बेचिस् मैले बेच्दै त बेच्दै तैँले बक्सीले हेरेको र के छेउ हिर्काउन र त्यहाँबाट फेरि किन्न कसरी होस् भने यसरी नकिन्नु पर्यो किन्ने हो फेरि बेचिदिनु भगतको थाहा पार्छ पहिले आफ्नो थाहा पार्नु पर्यो भने थाहा पाउँछ छोराछोरी अरू छोराछोरीहरू कसरी हिँड्दा के गरे भनेर मैले पनि खुरुक्क गरेर बाइक किन्दा अझ जान्न भन्छ यसो गरेर फेरि ढुक्क साथी फर्काएर फेरि हालत पिटी आजकल त दिमाग खराब भयो गरेछ गर्न पनि जति कहिले के भएछ कहिले के गरेछ कहिले सबै मलाई खुरुक्क भोलि बिहान मलाई मेरो घरभित्र बाइक चाहियो मैले अरू केही चाहिँदिनँ म धेरै पनि म ल्याउनु बाइक लात्ताले फेरि यात्री भए पनि फेरि बहुत साह्रो जान्छ नि खुट्टा फेरि भोलि बिहान मलाई बाइक चाहियो बाइक लिएर आएनस् भने न फेरि भेट्लास् फेरि बागे भन्ने थाहा चाहिँ छैन बागे भन्ने किन थाहा छ फेरि भोलि बिहान मलाई यहाँ मेरो घरभित्र मलाई बाइक मिलेन मेरो बाइक भने फेरि विचार गरेस् फेरि मैले यो लास्ट गर्ने हो अब मैले बर्दाश्त गर्न सक्दिनँ कुरो क्लियर हो बात खतम सो गाइस कस्तो लाग्यो प्राइम भिडियो लाइक सब्सक्राइब अनि सेयर गरेर जानुहोला बहुत कुटाइ खाएँ आज पनि
सो गाइस कस्तो लाग्यो हजुरलाई प्र्याङ्क भिडियो मेरो। सो मैले बाइक चाहिँ बेचेको होइन, सिर्फ प्र्याङ्क मात्रै गरेको। बाइक चाहिँ मैले आफ्नो साथीको घरमा उभ्याइँदैछु, भोलि बिहान घर लिएर आउँछु। सो पापा मम्मीलाई पनि थाहा छैन कि म यस्तो यस्तो भिडियो क्यामेरा सेट गरेर म पापा मम्मीसँग गर्छु। पापा मम्मी त लास्टै हो कि यसै त कहिले पनि पिटाइ खाएको नि, जसरी म अहिले खाएको छु क्या। बाबा मम्मीलाई मैले लास्टै तो गर्दैछु त। रातभर उता गएर सुत्नु खाइ त सुत्दै सुत्नु छैन कि। आज यो जाओसँग सुत्दैन, या त उता सुत या म उता सुत भन्नु छ। पापा मम्मी उता यहाँ गएर सुत्नु ख, म यतै सुत्छु। रातभरि निन्द्रै लाग्दैन, फोन चलाउँछु, त्यही भएर आज उता गएर सुत्नु टाउको दुःख छ भनेर। सो गाइस कस्तो लाग्यो हजुरलाई मेरो भिडियो, लाइक सब्सक्राइब गर्नु होला र आफ्नो साथीभाइहरूलाई पनि सेयर गर्नु होला र आफ्नो माया मलाई यसै दिइराख्नु होला। सो मिल्छु नेक्स्ट भिडियोमा। नेक्स्ट भिडियो योभन्दा नि अझै बढिया लिएर आउँछु। बोतल खाइयो मजाले, ज्यान दुख्यो यार। अस्ति पनि पिटाइ खाएँ, त्योभन्दा पहिला नि अस्ति पनि पिटाइ खाएँ। पिटाइ खाएको खाइयो, हजुरहरूको लागि मात्रै खाएको क्या मैले पिटाइ। सो लाइक सब्सक्राइब सेयर गरेर जानु होला र यस्तै माया दिनु होला। नयाँ भिडियोको लागि सब्सक्राइब चाहिँ गर्नु होला। बाई।